Hello everybody, good evening. Myself Parvesh Pandey. अहिले म बातचित गर्न गइरहेको छु, छलफल गर्न गइरहेको छु, खण्डन मण्डल विश्लेषण टकिङ गर्न गइरहेको छु बिजनेसको बारेमा, स्पेसियली अल्फा बेटा रिलेटेड टु बिजनेस भन्नुपर्छ। अल्फा बेटा बिजनेस कस्तो हो, के हुन्छ, कसरी गर्ने, यी र यस्ता प्रश्नहरूमाथिको मेरो एकदम राम्रो जवाब दिनेछ भन्नुपर्छ। अल्फा बेटा एउटा नेपालको नम्बर 1 कम्पनी, इन्टरनेसनल अर्गनाइजेसन हो भन्नुपर्छ। नेपाल लगायत इन्डियामा पनि अहिले रिसेन्टली धेरै ब्रान्चेसहरू ओपन भइसकेका छ, स्मुथली एकदमै रन भइरहेछ भन्नुपर्छ तपाईको है। यसले मान्छेहरूलाई बिजनेसम्यान बनाउँछ। बिजनेस गर्ने तरिकाहरू असल, सबल, सक्षम र एउटा एक्टिभ एउटा बिजनेसम्यान बनाउनको लागि अल्फा बेटा प्लेटफर्म नै दुनियाँको एउटा सुप्रिम राम्रो स्वच्छ ओके एउटा विश्वसनीय र एउटा प्योर विशुद्ध भन्नुपर्छ। किन भन्दाखेरि यसबाट मान्छेले धेरैले बिजनेस गरेर अहिले आफ्नो स्ट्यान्डर्डलाई, लाइफस्टाइललाई पहिलाको भन्दा राम्रो बनाएको छ भन्नुपर्छ तपाईको है। अर्को कुरा, अब छिट्टै यो अगाडि बढ्छ जुन 300वटा ब्रान्च खोल्ने जुन टार्गेट छ, यसलाई पुरा गर्नको लागि पनि अल्फा बेटा कम्पनी औरात खटेर नयाँ भिजन, नयाँ मिसनका साथ यतहरूलाई समावेश गरेर अगाडि बढेको छ भन्नुपर्छ। सो यसलाई अगाडि बढाइराख्नको लागि अर्गनाइजेसन म्यानेजर, प्रमोटिङ ओनर, म्यानेजरहरू पनि एकदमै खटिएर आफ्नो काममा तदारकताका साथ लागिरहेका छन् भन्नुपर्छ। सो अहिले म सानो बातचितलाई यतै बन्द गर्न चाहन्छु।